वेलकम टू माई न्यू ब्लग। नमस्कार साथीहरू, आज चाहिँ हामी धान रोपाइँको भिडियो बनाउँदैछौँ। यतिखेर 3/9 वडा नम्बर 9 का अध्यक्ष मोहन बहादुर गौतमकोमा चाहिँ यसरी धामाधम ब्याड काट्दैछन् र हामी चाहिँ ट्र्याक्टरले रोपाइँ गर्न लागिरहेका छौँ। ट्र्याक्टरले एउटा गरो बनाइसक्न आँटेको छ, देख्न सक्नुहुन्छ। यो गरो आधुनिक यो साको होइन, हाम्रो टिममा पनि धान गरिँदैछ। बनाइसक्नु भएको छ, पाउँदैछ उतापट्टि यो भित्रतिर अलि अघि भएर यसलाई छेउतिर माटो पानी राखेको छ। अब यो आली लाउने काम जारी छ। वहाँनिर हुनुहुन्छ वडा अध्यक्षज्यू, भट्टाभट्टी आली लाउने काम पनि भइरहेको छ, साथमा बाउसे गर्ने काम भइरहेको छ। अब त्यो गरो हामी सिकाएर मास्तिर आइसकेका छौँ, मास्तिरका गराहरूमा। अब यो गरोमा चाहिँ भट्टाभट्टी हामी ब्याड फाल्दैछौँ। अब रोपाइँ सुरु भइसकेको छ। रोपारहरू रोपेर लगभग आधी बनाइसक्न आँट्नुभयो। ल है नानीहरू भिडियो बनायो भनेर मुख चल्दैछ। अब चाहिँ हामी रोपाइँको अन्तिमतिर आइसकेका छौँ। आजको तपाईँलाई यो भिडियो कस्तो लाग्यो, लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्न भने नभुल्नु होला। यस्तै जानकारी र असारे 15 नयाँ भ्लगहरूको लागि सब्सक्राइब सेभ गरिदिनु होला।